आज चाहिँ हामीले नेपाली अचार गराउन लाग्यो होइन। अलिकति तेल नमक टेस्ट अनुसार होइन सल त्यसपछि तिल र भाँगो पिसेको हाल्ने। ओके धेरै नहाल्नु। त्यसपछि थोरै कलरको लागि डेकी मिर्च अनि यसमा थोरै यो मेथी हाल्ने पुऱ्याउने। मेथी पुऱ्याइसकेपछि थोरै प्रेसर हाल्ने। यहाँ हाल्ने हुन्छ यहाँ हाल्ने हुन्छ। प्रेसर हाल्ने हाल्ने धनियाँ लेमन एउटा मिनिट सर त्यसलाई एउटा यसलाई भन्दैछु आवश्यक अनुसारको लेमन हालिसकेपछि है मजाले मोल्नु। थोरै ग्रिन स्पाइसीको लागि हल्का सर्नु। हाम्रो यो नेपाली अचार चाहिँ रेडी भयो भित्र दिनको लागि। यसको इन्ग्रिडियन्ट्स चाहिँ मुला, गाजर, काँक्रा, बोइल गरेको आलु, ग्रिन पिज इन्ग्रिडियन्ट्स। यसमा चाहिँ क्याबेज पनि हाल्दा हुन्छ। क्याबेज चाहिँ मैले हालेको छैन। हाम्रो यो चाहिँ गेस्टलाई दिनको लागि रेडी भयो अचार।